हाई एभ्रिवान, आज चाहिँ हामी विश्व सरलाई चाहिँ हामी कता पुर्याउन गइरहेको छौँ? एयरपोर्ट कहाँ जाँदै हुनुहुन्छ? वी आर गोइङ एयरपोर्ट विश्व दाईलाई छोड्नलाई, हाम्रो प्यारो विश्व दाई हो। अनि त्यसमा हामी उहाँ बिचमा हुनुहुन्छ हाम्रो स्पेसल शुभ यात्रा राम्ररी जानु होला। अनि छोरी छिटो आउनुपर्छ यहाँ। नरुनु है, के हो कसो हो? रुनु हुँदैन बाबु, रुनु हुँदैन। अब को आउने यो कसले कहाँबाट ल्यायो हो है त क्यारे ल मिनाजी, मिना आउनु त। मिना आऊ तिमीले बिदा गर्नुपर्छ मलाई। डान्स डान्स गऱ्यो उहाँलाई। ल गरिमा आउँछ गाडीमा। दुईजनाले यसरी बाँधेर ओके नेपाल ट्युबको तर्फबाट दुईजना खादाले गर्दा दाइ छिट्टै आउनु, हामीलाई मिठो मिठो खानेकुरा चकलेट लिएर आइदिनु। के चकलेटहरू मेसीको फोटो खिचेर लिएर आउने एउटा त्यति हो। मलाई चाहिँ अलिकति मिल्छ भने गोरो हुने खालको पर्दैन गरिमाजी तिमी यतिकै धेरै राम्रो छौ। धेरै हैन जिस्काइदिएको त्यतिकै यतिकै लेन्थको चकलेट पनि हामीलाई मिनाजी मिनाजी छ नि खदा त काहीँ न काहीँबाट भेटिहाल्छ। मात्र अफिसको छिट्टै आउनु ल हाम्रो प्यारी मिना बहिनी ल थ्याङ्क यू सो मच है। खुसी लाग्यो। अब तपाईँ साथी आउनुहोस् त तपाईँ साथी आउनुहोस् त तपाईँ। यो खाएर म यही लगाइदिन्छु नि त। मैले चाहिँ खासमा अब एयरपोर्टसँगै जाने हो नि त, त्यही भएर यहाँ खदा लगाइदिनु उही लगाइदिने भनेर अब छिटो आउनु होला। 1 महिना त अब यो अफिस मेरै हो, हाम्रै हो। राम ल हाम्रो अर्को त्यस्तै होनहार गर्जियस होस्ट ल थ्याङ्क यू सो मच। यस्तो लामै ल थ्याङ्क यू सो मच 1 महिनाको लागि। खालि मेरो के छ त अरू डिमान्डहरू छ भने सप्लाई भइहाल्छ। तपाईँले के भन्नु छ कि हामीलाई? होइन अब मलाई त केही त्यस्तो केही पनि भन्नु छैन। थ्याङ्क यू सो मच। यति राम्रो न्यानो बिदाइ गर्नुभयो यहाँहरूले अनि एकदमै मिस गर्ने छ तपाईँहरूलाई। तर 1 महिना त कति छिटो बित्छ चाँडै आइहाल्छु। चक्लेट ल्याएर आउँछु। बिचमा पनि कुरा हुन्छ कुन फ्लेभरको कस्तो वाला चक्लेट होइन एकदमै राम्रै आउँछ, बबालै आउँछ अफिसको है। अफिसको जिम्मा कसलाई हो कि हो होइन अफिसको जिम्मा चाहिँ अब यो दुईटा अब हाम्रो नेपाल ट्युब र यता के भन्छ मजेस्टिक मल्टिमिडिया छ, उताको नेतृत्व चाहिँ अंशुले नै गरिराख्नु पर्यो उतापट्टिको पाटोको। अब यतापट्टिको चाहिँ सिनियरिटीको हिसाबले अब अहिले म्यानेजर साहबलाई धीरज लिम्बू सरलाई, बाँकी अब तपस्याजी विनोदजी अनि मनिषाजी उहाँहरू त्यहाँ। मिना बहिनी त भाइटल रोलमा हुनुहुन्छ उहाँ फेरि मेरुदण्ड। तपाईँले तल गाडी के आयो के भयो कसो भयो सबै हेर्ने है, कसको मोटरसाइकल आयो के कसो भयो यहाँ के गतिविधि भइरहेछ तपाईँले दोस्रो सिसी क्यामेराको भूमिका यहाँ सधैँ एउटा दोस्रो सिसी क्यामेराको भूमिका तपाईँले निर्वाह गर्नुपर्छ। थ्याङ्क यू सो मच। अब लाग्दैछौँ हामी ल अमेरिकातिर ल एकचोटि घुमाउ त बाबु यस्तो खतरा खतरा मान्छेहरू त्यहाँ। ओके ल के लिएर आउनु पर्ने रहेछ बल्ल याद आयो क्या? होइन तिमी नि गर है। भ्लग हो भ्लग। यो चाहिँ भ्लग हो। फर्स्ट टाइम मैले सिकेर भ्लग गर्दैछु। सोधेर गर्नु पर्यो फाइनली आउनु भयो। पहिलो भ्लग हो
पहिलो भ्लग हो एउटा क्यामेरा पनि समात्न आएको छैन के यो भ्लग गरे बापत 10 रुपियाँ ए यो त अगाडिबाट गरे खर्च दिउँ कि छ है अब विशु दाइ अगाडि हुन्छ मलाई देखाउनु पनि मिल्दैन होइन मसँग केही खर्चहरू छ है फेरि जानुभन्दा अगाडि मलाई टिप्स दिएर जान चाहन्छु मलाई यस्तो गर्नु न मिनी भ्लग टाइप गर न मिनी म्याक्सिम छ अहिले चाहिँ हामी अन द वे छौँ भनेर हजुर भन्नु न त ल भन्नु न मैले गरिरहेको छु त क्यामेरा तपाईँ राख्नु भएको छ सो अहिले चाहिँ हामी चाहिँ अफिसबाट चाहिँ एयरपोर्ट जाँदैछौँ हाम्रो विश्व दाइलाई प्रश्न गर्नु न उहाँलाई होइन तपाईँ नै गर्नुहोस् तपाईँ होस्ट भएको के काम अरे क्या अन द वे भनिहाल्यो विशु दाइले विशु दाइ हजुर हजुरले हामीलाई मिस गर्छिन्छ यत्रो पछाडि फर्किदिन्छु त ए मिस Will you miss us? सोच्नै पर्छ यार यो त रिजेक्ट भयो त यार होइन यो चाहिँ यो त रिजेक्ट भयो त यहाँ हजुर यहाँ त कोही हुनुहुन्न मेरो साथी नै को छ र म एउटा दुखी केटो होइन दुखीको फेरि युएसमा गएपछि कति धेरै साथीहरू हुन्छन् भन्ने त होइन भिडियो साथी नै चाहिँ छैनन् होइन साथी चाहिँ अफकोर्स छन् है फेरि साथी नै चाहिँ छैन हामी भ्लग हेर्छौँ ल भ्लग हेर्नु होला कोही देख्नुभयो भने तपाईँहरूले कस्तो लाग्छ उहाँहरू विशु दाइको जोडी मिलाइदिइहाल्नु यसो छान्ने उसमा चाहिँ जिम्मेवारीमा चाहिँ यहाँहरूलाई पनि खदा खदा छ भने कृपया मलाई लागिहाल्नु होला बेसी चाहिँ साँझमा चाहिँ भेटोस् त्यस्तै हो त्यतिको दाइले हामीलाई दाम पनि सिधाबाट दिदिन्छ के भयो त भिडियो भइरहेछ अँ? भिडियो भइरहेछ उहाँको अहिले सिधाबाट खिचेर हाल्ने ए ल अहिले त्यो गर अहिले उहाँको त्यहीबाट काट्ने त्यो गरेछ ओहो यस्तो राम्रो है ल अब यो फोटो कसले खिचिदिन्छ ल मान्छे खुसी लाग्यो है आइदिनु भयो एयरपोर्टसम्म है ल नआतिकन बस्नुहोस् राम्ररी है राम्रो होस् अब के लागौँ त म ए धेरै पछाडि नजाने ल फेरि फेरि पनि यार कता दाइलाई फेरि फेरि लगाइसक्नुभयो त कसले ए ए फेरि विनोद पनि ए विनोद ल ल अरे यार भाइ 1 महिनापछि फेरि भेटौँला फेरि भेटौँला भेट भइहाल्छ फेरि चाँडै ल मेरो ब्याग निकाल्यो थ्याङ्क यू दाई सबै स्टाफ साथीहरूको लागि केही न केही विशेष कुराहरू बोकेर आउँछ। भाउजू बोकेर आउनु भन्ने आउँदाखेरि एकजना भाउजू पनि लिएर आउनु सक्ने सम्भावना ओ त्यस्तो धेरै ठुलो त होइन केही हदसम्म। सानी सानी अलिक अमेरिका जाने योजना त अर्कैको रहेछ के लिन गएर मलाई सिङ्गल फोटो एउटा खिच्यो त फेरि उहाँले आफ्नो फ्यान्स भेटाउनु भएको छ मान्छे गर्न चाहिँ अलिक डर लाग्छ क्या हो ल म नेक्स्ट टाइम चाहिँ आइहाल्छु नाइस मिटिङ है खुसी लाग्यो त ल बाई बाई बाई